गर्मी धेरै भइसक्यो है। अब चाहिँ हामी फाइनली समुद्रको वरिपरि आइसकेका छौँ। अब हामी समुद्रमा जाँदैछौँ पौडी खेल्न है। साथी उताबाट झर्दैछन् समुद्र। हामी समुद्रको वरिपरि आइपुगेका छौँ। समुद्र देख्न सक्नुहुन्छ। हामी चाहिँ फाइनली समुद्रमा आइपुगेको छौँ है। अब गाइस तपाईँ देख्न सबै यसलाई के भन्छ यो चाहिँ अब के भन्छ तपाईँ जे बुझ्नु त्यही हो। बाइक साइकल जे भन्दा पनि हुन्छ है। हामी चाहिँ अब यो उड्नेवाला हो होइन। देख्न सक्नुहुन्छ आज समुद्रमा पानी सुकिसकेको छ। समुद्र हेर्न आएको घाटै लाग्यो त हामीलाई त के भएको। उड्नेवाला देख्नुभयो। अब तपाईँहरूलाई हामी गुड्नेवाला पनि देखाउँदैछौँ। यो चाहिँ देख्नुहुन्छ यो चाहिँ गुड्नेवाला है। चाहिँ अब देख्न सक्नुहुन्छ तपाईँहरू बिल्डिङहरू होइन तपाईँको वरिपरि। अब गर्मी अरूभन्दा पनि आज चाहिँ गर्मी अलि हाई नै छ कि 48 डिग्रीभन्दा कम छैन। तर पनि नेपाली हो नि चान्स पायो भने गर्छ। रुममा सुत्न छाडेर त्यसरी कोही हिँड्दा होला हेर्नु त। अब के पहिला पानी समुद्र त अब के गर्ने पानी सुकिसक्यो। खडेरी लाग्यो कि यतातिर पनि खडेरी लाग्न सुरु भइसक्यो। गाह्रो छ नि यतातिर पनि पुरै खडेरी लागेपछि अब यस्तै त हो नि पानीहरू सुक्ने। नेपालीलाई सक्दैन नि फेरि 45-46 डिग्रीको घाममा सक्छ त कसैले सक्दैन नि फेरि। हाम्रो साथी देख्न सक्नुहुन्छ। विकास भनेको यो हो कि हाम्रो देशकाले कि सिक्ने कि यताबाट क्लास लिन आउने कि ट्युसन क्लास बिहान बेलुका है। उसले भए पनि दिन्छ होइन केही छैन तर आउन पर्यो। गर्मी अलि धेरै हाई नै भयो। त्यही भएर हामीले पानी किनेको छ हेर्न सक्नुहुन्छ ABC पानी है। हजुर हजुर गर्मी धेरै भएर पानी किनिसकेको पानी खाँदैछ न। पानी बेच्ने पसलेको भिडियो बनाएको पसलेले झन्ने हान्यो नि भात यार औडा बनाउने यार। पानी पिँदैछ देशको झन्डा हेर्नु न कसरी हल्लिरहेको छ झन्डा नि। हामी गर्मी चाहिँ अलि धेरै नै भयो कि हाई भइसक्यो कि गर्मी। एकछिन बसौँ न। यो समुद्र पारी जाऊ तिम्रो त्यो चाला